जब हामी नेपालबाट बाहिर पढ्न जाने सपना देख्छौं नि, सबैभन्दा ठूलो कुरा के हुन्छ? एउटा यस्तो ठाउँ जहाँ हाम्रो एम्बिसन पनि पूरा होस्, तर आफूलाई घरभन्दा टाढा भएको जस्तो पनि नलागोस्। त्यसो भए विदेशमा पढ्दा त्यो वर्ल्ड क्लास एम्बिसन र कल्चरल कम्फर्टको सही ब्यालेन्स कसरी मिलाउने त? आज हामी यही कुराको गहिराईमा पुग्नेछौं। ल, सुरु गरौँ है त। र यो प्रश्नको एउटा एकदमै राम्रो जवाफ हो महाराष्ट्र। हो, यो त्यही ठाउँ हो जहाँ उच्च शैक्षिक सपनाहरूले आफूलाई घरमै भएको जस्तो महसुस गराउँछ। यसले नेपाली विद्यार्थीहरूलाई अगाडि बढ्नको लागि एउटा गजबको वातावरण दिन्छ। यो तस्विरले कति राम्रोसँग देखाएको छ है। हेर्नुस् त, एकातिर ग्लोबल क्वालिटीको इन्टरनेशनल स्ट्यान्डर्डको शिक्षा, अनि अर्कोतिर घर जस्तै लाग्ने आफ्नोपन भएको कल्चरल कम्फर्ट। हो, यही ब्यालेन्स नै त हो महाराष्ट्रको सबैभन्दा ठूलो शक्ति। अब हामीले वर्ल्ड क्लास एजुकेसन त भन्यौं, तर यसको आधार के हो त? यो त्यत्तिकै बनेको प्रणाली होइन, यसको जग एकदमै बलियो छ। यहाँको एजुकेसन सिस्टम तीनवटा बलियो पिलरमा टिकेको छ। पहिलो, सरकारको स्पष्ट नियमन जसले क्वालिटी कन्ट्रोलको ग्यारेन्टी गर्छ। दोस्रो, आधुनिक पूर्वाधार मतलब डिजिटल क्याम्पसहरू, इन्डस्ट्री लिङ्क्ड प्रोग्राम्स। र तेस्रो, राज्यले रिसर्च र इनोभेसनमा एकदमै राम्रो लगानी गरेको छ। यी तीनवटा कुरा मिलेर एउटा यस्तो भरपर्दो वातावरण बनाउँछन् जहाँ विद्यार्थीहरूले ढुक्क भएर आफ्नो भविष्य बनाउन सक्छन्। ल, सिस्टम त राम्रो छ, तर त्यहाँसम्म पुग्ने पहिलो खुड्किलो एडमिसन प्रोसेस, त्यो चाहिँ कस्तो छ त? यो प्रश्न धेरै विद्यार्थी र अभिभावकको मनमा हुन्छ, होइन र? र यहाँ एउटा एकदमै खुसीको कुरा छ। महाराष्ट्रमा इन्टरनेशनल स्टुडेन्ट्सहरूको लागि त्यो तनावपूर्ण एन्ट्रेन्स एक्जामको झन्झटै छैन। यो कुनै प्रवेश परीक्षा छैन भन्ने छापले साँच्चै धेरै ठूलो राहत दिन्छ। यहाँ फरक एकदमै स्पष्ट छ। सोच्नुस् त, एकातिर एक दिनको परीक्षाको दबावमा क्षमता नापिन्छ, अर्कोतिर अहिलेसम्मको पूरै एकाडेमिक ब्याकग्राउन्डको आधारमा मूल्याङ्कन हुन्छ। यसले गर्दा एडमिसन प्रोसेस एउटा तनावपूर्ण बाधा होइन, बरु एउटा सिधा र सरल बाटो बन्छ। पढाइको क्वालिटीपछि विद्यार्थी र अभिभावकहरूको लागि सबैभन्दा ठूलो चिन्ता भनेकै सेफ्टी र नयाँ ठाउँमा घुलमिल हुन कतिको सजिलो हुन्छ भन्ने हो। महाराष्ट्रमा सेफ्टीको कुरामा डबल ग्यारेन्टी छ। कसरी? पहिलो त सरकारको कडा एन्टी र्यागिङ कानून छ जसले कानूनी प्रोटेक्सन दिन्छ, अनि दोस्रो, क्याम्पसभित्रै 24/7 इन्स्टिट्युसनल सपोर्ट र सेक्युरिटीको व्यवस्था छ। यो भनेको दोहोरो सुरक्षा हो। अब यो सेफ्टी सिस्टममा के पर्छ त? कडा सरकारी एन्टी र्यागिङ कानूनहरू त भइ नै हाले। 24 घण्टा इन्स्टिट्युसनल सपोर्ट पनि छ। होस्टेल र क्याम्पसहरू एकदमै सेक्युर छन्। अनि सबैभन्दा महत्त्वपूर्ण, इन्टरनेशनल स्टुडेन्ट्सहरूलाई नै भनेर छुट्टै डेडिकेटेड एडभाइजर्सहरू पनि हुन्छन्। यति भएपछि विद्यार्थीहरूले ढुक्क भएर आफ्नो पढाइमा मात्र ध्यान दिन सक्छन्। अनि अर्को महत्त्वपूर्ण कुरा आउँछ भाषाको। यहाँ कम्युनिकेसनको कुनै समस्या नै छैन, किनभने क्लासरुममा पढाइ एकाडेमिक इङ्ग्लिसमा हुन्छ, जसले गर्दा ग्लोबल लेभलको शिक्षा लिन सजिलो भयो। अनि दैनिक जीवनमा बाहिर साथीभाइ बनाउन र घुलमिल हुन हिन्दी भाषाले एकदमै मद्दत गर्छ। ल, अब पढाइ सकिएपछि के त? करियरको कुरा गरौँ। महाराष्ट्रमा पढ्नु भनेको भारतको आर्थिक र औद्योगिक हबको मुटुमै हुनु हो। यो नक्सामा हेर्नुस् त, महाराष्ट्रको लोकेसन कति स्ट्रेटेजिक छ। मुम्बई, पुणे जस्ता सहरहरू, यी त ग्लोबल कम्पनीज, आइटी र इन्जिनियरिङका हब हुन्। यहाँ पढ्नु भनेको यी सबै अवसरहरूको नजिक हुनु हो। र यहाँको शिक्षा डिग्रीमा मात्र सीमित छैन, योभन्दा धेरै हो। विद्यार्थीहरूले रियल इन्डस्ट्री प्रोजेक्ट्समा काम गर्न पाउँछन्, इन्टर्नशिप्स पाउँछन् र बलियो प्रोफेसनल नेटवर्क्स बनाउन सक्छन्। सफल करियरको लागि योभन्दा महत्त्वपूर्ण के हुन्छ र? अनि अर्को राम्रो कुरा के छ भने यहाँबाट लिएको डिग्रीको भ्याल्यु ग्लोबल छ। महाराष्ट्रको कडा एजुकेसन रेगुलेसनले गर्दा यहाँको क्वालिफिकेसनलाई इन्टरनेशनल मार्केटमा एकदमै मान्यता दिइन्छ। चाहे उत्तर अमेरिका, युरोप वा गल्फतिर जानुहोस् वा नेपालमै फर्केर आउनुहोस्, यो डिग्रीले जताततै ढोका खोल्छ। त्यसैले महाराष्ट्रमा पढ्ने निर्णयलाई केवल एउटा खर्चको रूपमा मात्र हेर्नु हुँदैन। यो त आफ्नो र आफ्नो परिवारको भविष्यको लागि गरिएको एउटा एकदमै बुद्धिमानी लगानी हो। यो स्लाइडले त्यो यात्रालाई कति राम्रोसँग देखाएको छ। हेर्नुस् त, एउटा विद्यार्थीको रूपमा यात्रा सुरु हुन्छ,
त्यसपछि वर्ल्ड क्लास ग्रेजुएट बनिन्छ अनि एक सफल प्रोफेसनल र अन्तमा आफ्नो फुल पोटेन्सियलमा पुगेको एक लिडर। यो लगानीको रिटर्न कति स्पष्ट र राम्रो छ। र यो कुराले सायद सबैभन्दा महत्त्वपूर्ण पक्षलाई छुन्छ। अभिभावकहरूले पैसा तिरेर एउटा डिग्री मात्र किन्दै हुनुहुन्न, उहाँहरूले त आफ्ना छोराछोरीको लागि एउटा सुरक्षित र सफल भविष्य सुनिश्चित गर्दै हुनुहुन्छ। ल, अब अन्त्यमा सबै कुरालाई सारमा भन्दा महाराष्ट्रले के दिन्छ त? 4वटा मुख्य कुराहरू। पहिलो, एन्ट्रेन्स एक्जाम बिना नै वर्ल्ड क्लास एजुकेसन। दोस्रो, घर जस्तै लाग्ने कल्चरल कम्फर्ट। तेस्रो, सरकारी नियमन भएको ग्यारेन्टिड सेफ्टी। र चौथो, अनलिमिटेड अपर्च्युनिटिज भएको ग्लोबल करियर। त्यसो भए के एउटा सफल भोलिको लागि आज यो बुद्धिमानी छनौट गर्न तयार हुनुहुन्छ? यो निर्णय सिर्फ पढाइको मात्र होइन, यो त एउटा यस्तो भविष्य बनाउने कुरा हो जहाँ सपना र मनको शान्ति सँगसँगै हुन्छ, र महाराष्ट्रले हो त्यही अवसर दिन्छ।